सो हेलो गाइज गुड मर्निङ एभ्रिवान। आज चाहिँ म भाइको छेउमा आएको छु। अब चाहिँ हामी उठ्ने बित्तिकै चाहिँ गइरहेको छौँ। अब चाहिँ यसको कपाल काट्ने सायद अब जाने बित्तिकै कपाल काट्नु पर्छ। ल आइदैन त भाइ, ल भन्दैन त, तेरो छहर हुँदैछ, अब केही भन्दैन त। छहर हुँदैछ होइन, तँलाई म धेरै होइन 2 कार्टुन कस्तो चाहिँ फिल भइरहेको त तँलाई छहरमा? रमाइलो लागिरहेको छ कि नरमाइलो? कस्तो लाज लागिरहेको कि के भइरहेको छ यार? लाज लागिरहेको नभए नि हुन्छ जस्तो लाग्छ यार। गर्नुपर्छ छहर चाहिँ। ओके गाइज, अब चाहिँ म तपाईँहरूलाई छहरको सबै ओभरअल भ्यूहरू देखाउने छु। कपाल काट्नेदेखि लिएर अनि सेन्टिन अनि माथिबाट चाहिँ बोलाइरहेको छ हामीलाई। हामी चाहिँ उठ्ने बित्तिकै मुख सुध नदुई ट्याक्क लगाएर जाँदैछौँ। ओके, अब अर्को ओभरअल भ्यूहरू चाहिँ हेर्नु होला। अहिले चाहिँ राति नै छ, थोपडा सोपडा नि खासै देखेको छैन। ओके गाइज, भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ढिलाको कारणले चाहिँ टचर दिइरहेको छ आफै फेरि। ओभरअल सेटअप देख्न सक्नुहुन्छ तपाईँले। सो यहाँनिर कपाल काट्न चाहिँ गइरहेको छौँ हामी। यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले, कपाल काट्नको लागि चाहिँ लिएर जाँदैछौँ। सो यहाँ चाहिँ कपाल काट प्रोग्राम चाहिँ भइरहेको छ। च्याम्बा तेरो चार चाहिँ कहिले त कहिले गर्ने? के एकैचोटि बिहे गर्ने? सो अहिले चाहिँ कपाल काट्ने प्रोग्राम चाहिँ सक्सेसफुल्ली भएको छ। अब चाहिँ तपाईँहरूलाई म त्यो हुन्छ नि घरमा गरिने त्यस ओभरअल सेटअपहरू चाहिँ देखाउने छु। कृपया भिडियोलाई चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको साथ र सपोर्ट पायो भने चाहिँ डेली मलाई चाहिँ ट्याक्क भ्लग बनाउने कन्फिडेन्स हुन्छ, मोटिभेसन हुन्छ है। अल सेटअपको कुराहरू चाहिँ अब म तपाईँहरूलाई देखाउँछु। आज चाहिँ घर चाहिँ यही घर हो। यो घर अब सब देखाउने छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ तोरण सोरण टाँसेको छ। बट यहाँनिर चाहिँ गेट सेट पनि बनाएको छ। यहाँनिर चाहिँ टिका लाउने ठाउँ चाहिँ बनाएको छ। ओह, गेट टिका लाउने ठाउँ। ओके, यहाँबाट चाहिँ त्यो सक्नु पर्ने ठाउँ हो। यो चाहिँ यहाँबाट घरमा गएर सुरक्षित राख्ने ठाउँ। त्यसपछि चाहिँ किचन, खाना खाने ठाउँ चाहिँ यता छ। म चाहिँ किचनतर्फ जाँदैछु। सो यता चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ किचन। यहाँ चाहिँ खासै मान्छे छैन, अहिले चाहिँ खासै मान्छेहरू आएन। त्यो तिरपल राखेको ठाउँ चाहिँ किचन हो।
हो आज अब चाहिँ पुगिरहेको छ भिडियो यति नै हामी भेट्ने छ नेक्स्ट भिडियोमा